भारतलाई म जे पनि बुझाउनको लागि जे पनि गर्नको लागि तयार छु। मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ किनभने भारतसँगको तपाईले यो चान्चुने कुरा गरिरहनु भएको छैन है। यो फेरि यो सार्वजनिक प्रसारणमा गएको विषय हो। यसमा जवाबदेही पनि हुनुपर्छ। मुखर पनि म फेरि म लाइभ डिटेक्सन टेस्ट दिन तयार छु। म झुटो बोलेको टेस्ट दिन तयार छु। त्यो पार्टीको महामन्त्री हुनुहुन्थ्यो, प्रवक्ता हुनुहुन्थ्यो, रविजीको सबभन्दा विश्वास पात्र हुनुहुन्थ्यो। रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौँ। त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। म रविजी, शिशिर खनाल र सोनी वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टिबाट आफ्नो एउटा टिम पनि थियो र त्यो टिमबाट भेटिसकेपछि उहाँ जानुभयो। उहाँ गइसकेपछि तलको जुन त्यो लिफ्टबाट तल उठिसकेपछि त्यति बेला सोनी वाग्ले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर त फेरि रविजीलाई नभएर अब फेरि सोनिमलाई पनि लतार्न खोज्छ। है, म लाइभ डिटेक्सन टेस्ट दिन तयार छु उहाँले भनेको र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु। र यो एउटा घन्टीको बारेमा एउटा बुझ्नु पर्यो। मैले अलिकति मैले तपाईँसँग अनुमति मागेँ। यो राष्ट्रिय स्वतन्त्र पार्टी र घन्टी यो मैले बनाएको हो। त्यसमा कसैले सुरुमा कसैले न कसैले बनाउँछ नि जहिले पनि, र त्यो मैले बनाइसकेपछि त्यो घन्टी मैले सुरुमा त्यो रवि लामिछानेलाई दिएँ उहाँले देश बनाउनुहुन्छ भनेर। र अहिलेको जुन परिस्थिति छ उहाँले देश बनाउनु हुन्न भन्ने जुन आशंका लागिसकेपछि उहाँको शैलीमाथि प्रश्न गरिसकेपछि उहाँले जुन व्यवहार गर्नुभयो त्यसपछि मैले त्यो घन्टी अब रवि लामिछानेबाट खोज